गाइस हाम्रो चाहिँ यो फिनिसिङ भइसकेको छ तपाईहरुले मैले देखाउन लागेको यो चाहिँ फ्रिज पनि हामीले राखिसकेका छौं फ्रिजको भाग हो यो फ्रिज चाहिँ खोलेर नहेरौँ होला हैन अब यो चाहिँ हामीले हेरौँ स्टोरेज सामान हो माथि पनि हामीले पावर सकेट यही दिएको छौं यसरी बक्स बनाएर हैन अनि हाम्रो यो चिम्नी चाहिँ यस्तो खाले छ यो चिम्नी यसरी चल्छ हैन पाइप साइप सब हामीले फिट गरिसकेका छौं त्यसपछि आए हाम्रो यहाँ चाहिँ मसलाको बट्टाहरू राख्ने 3 तल्लामा हैन त्यसपछि आए हाम्रो यहाँ विभिन्न कुराहरू राख्नेहरू अब किचन आइटमहरू त्यही त हो घरमा जे हुन्छ त्यही राख्ने त हो हैन त्यसपछि आएर माथिको हाम्रो यो बनाएको छौं यसको मुनि चाहिँ वास मेसिन लुगा धुने मेसिन बस्छ यहाँ चाहिँ हामीले स्टेप बनाएर यो किसिमले अब विभिन्न अब जे राख्दा नि भयो त्यसपछि गएर हामीले यो स्ल्याब माथिबाट चाहिँ यो खाली यो बनाएको छौं यो चाहिँ हातले भेट्दैन कुर्सी लगाउनु पर्छ कुर्सी लगाएर पनि म एउटा खोलेर देखाउँछु ल यो भित्र चाहिँ स्टोरेज सामान अब दाइजोमा आएको अब गाग्री भाँडा कुडाहरू विभिन्न राख्न इजी छ सामान हैन सामान राख्नलाई अनि हाम्रो यो तल सिङ्कको मुनिबाट चाहिँ यस्तो भइहाल्यो यसले गर्दा स्ल्याब लगाउन मिल्दैन अब फोहोरको भाँडा डस्टबिन अब यसो साबुन राख्न भइहाल्छ त्यसपछि गएर यो थालीहरू राख्ने यो थाली राख्ने हो यो दुईटै चाहिँ थाली राख्ने हो हैन यो चाहिँ यो पनि अब ठुलो सामान राख्ने स्टोरेज हो अनि यो चाहिँ हाम्रो चम्चा प्लेट के राख्ने हो यसमा चाहिँ यो प्लेन अब प्रेसर कुकर सुकर जे पनि अट्छ यहाँ हैन यहाँ पनि अब सानो प्लेट अब विभिन्न डाडु पनि हो के राख्दा हुन्छ यसमा चाहिँ हामीले स्ल्याब दिएको छौं अलिक सानो सामान यहाँ राख्ने भने ठुलो सामान तल राख्ने ल